यो कोरिडोरको पिचको प्रक्रिया नमुना गाउँको यहाँसम्म गोविन्द भाइ बाबुराम दाईको घरभन्दा मुनि पहिला पनि घरभन्दा मुनि यहाँसम्म आएर यो थन्किएको छ यहाँ यतातिर बाँकी छ यतिखेर काम रोकिएको छ के कारणले हो धुलो पो दङ्ग छ बुट्टा काट्यो खनेर पनि घर खाने बेला उहीँ पुग्छ यो कुसमा गाडे कुसमा र कुर गाडे आकाशे पुलको फाउन्डेसन कुसमा तर्फको अब यसलाई मैले जुम कम गरेर यहाँ यसरी यहाँनिर आइयो अनि यो एरिया हो अनि सानलाई र म आएको छौँ यहीँ आसानलाई दुई भाइ मात्रै घुम्दै घुम्दै आएको यहाँको उच्च यस्तो छ अनि यहाँ फाउन्डेसनलाई हेर्नुहोस् पहरो अन्त पुरै पहरो भेट्टाएर काम सम्पन्न हुँदैछ यहाँ है हेर्नुहोस् पुरै पहरो छ पहरो छ पहिला यो भाग अलग थियो यहाँ खोलो थियो माथिबाट आएको खोलो थियो यहाँबाट यता आउन पनि जति बेला नाप्ने बेला हामी आउँदाखेरि पनि बडा मुस्किलले दिलबहादुर हरिजनले यहाँबाट बाटो समाएर कता कता लिएर आउनुभएको यो एउटा भाग हो यो खोलाको कारणले यो एउटा भाग थियो अनि बडा मुस्किलले यहाँ आएको थियो खोलो छ यहाँ तर अहिले हेर्दाखेरि यहाँ यति मैलाको यति हो भयो यो हिसाब यहाँको वस्तुगत परिस्थिति अलि के भनौँ यो यस्तो छ त्यहाँ उतापट्टि मात्र यन्त्री पुल छ उता कृष्ण बजार भयो यो अब यहाँदेखि हामी फर्किँदैछौँ बाटो हेर्दै हेर्दै यहाँलाई हामी दुई भाइ उकालो लागियो अब म माथिल्लो कर्नरबाट फेरि भिडियो अपलोड गर्छु यी तल्लो कर्नरबाट यहाँसम्म आइयो अब यहाँ भोटकेमाल्ने भनेर दुई भाइले सल्लाह गर्दै हिँड्छौँ यसैमा बनियो निर्णय भइसक्यो होइन अरे बुढा मान्छेलाई नि चासो बुढाले कान सुन्दैन क्या नि चासो हो क्या यो अनि यो पुलको कति चासो रहेछ भने कपालहरू त्यहाँ खराएका जस्तो छन् अहिले हामी तेस्रो टर्निङमा आयौँ यो हो चौथो टर्निङ यहाँबाट फेरि अर्को टर्न सुरु भयो होला हेर्नुहोस् यो कति भयो आफै जानु गर्दै जानुहोस् यो भयो अब छैटौँ यो छैटौँ टर्न हामी अब यो यन्त्री पुलको ठ्याक्क माथि उब्लाउँदैछौँ यो यन्त्री पुल यता पऱ्यो यो अहिले नयाँ खनेको बाटो यहाँबाट यहाँ सानलाई र म यहाँ जाँदैछौँ यो बाटो हो यो बडा खतरा छ